सम्पूर्णमा नमस्कार। म चाहिँ भरत प्रसाद आचार्य, चन्द्रगिरी नगरपालिका वडा नम्बर 9 को स्थानीय बासिन्दा। म हरिबोल धितार, कीर्तिपुर नगरपालिका वडा नम्बर 4 को स्थानीय बासिन्दा। अब यस पावन भूमिमा गुरु विष्णु भगवानले चाहिँ अवतार लिनुभएको अलिकति प्रसङ्ग यहाँनिर हामीले जोड्न खोजेका हौँ। खासमा ठ्याक्कै मलमास भनेको चाहिँ के हो, अधिक मास भनेको चाहिँ के हो। अब यो मत्स्य नारायणको बारेमा चाहिँ एउटा पुरानो इतिहास कस्तो चाहिँ शास्त्रमा हामीले लेखेको पायौँ भने यहाँ चाहिँ सत्यव्रत भन्ने एकजना राजा हुनुहुन्थ्यो। सत्यव्रत भन्ने राजाले चाहिँ सधैँभरि नारायणको उपासना गर्ने, अनि नारायणको उपासना गर्ने क्रममा चाहिँ अन्जुलीमा पानी थाप्दाखेरि चाहिँ उहाँले चाहिँ सधैँभरि यहाँ यही हाम्रो मत्स्य नारायणको जुन अगाडि पछाडि कुण्ड रहेको छ, यही कुण्डको पानी चाहिँ घरमा लिएर जाँदाखेरि आफ्नो कमण्डलुमा एउटा माछा चाहिँ सँगसँगै गएछ। र त्यो सँगसँगै गएको माछा दिन प्रतिदिन चाहिँ नि बढ्दै जाने क्रममा जति ठुलो भाँडामा राख्यो त्यति बढ्दै जाने, जति ठुलो भाँडामा राख्यो त्यति बढ्दै जाने। अब पोखरीमा राख्दा पनि पोखरी नै सानो हुने जस्तो अवस्था भइसकेपछि उहाँले चाहिँ समुद्रमा लगेर त्यो माछालाई छोडिसकेपछि अब त्यहाँबाट चाहिँ मत्स्य रूपको चाहिँ विष्णु भगवानले माछाको मुखबाट प्रकट हुनुभएको नारायणको चाहिँ दर्शन सत्यव्रत राजालाई दिनुभयो। र हयग्रीव भन्ने चाहिँ एउटा दानव थियो। त्यो हयग्रीव भन्ने चाहिँ असाध्यै शक्तिशाली दानव थियो। त्यो असाध्यै शक्तिशाली दानवले चाहिँ ब्रह्माजीको नजिकमा गएर त्यसले वेदलाई हरण गरेर समुद्र मुनि चाहिँ पुर्याएछ। अब वेदलाई समुद्र मुनि पुर्याइसकेपछि त सारा यो सृष्टिको त प्रलय हुने स्थिति भयो। र जुन मत्स्य रूपको अवतार भगवान हुनुहुन्थ्यो उहाँले चाहिँ मनुलाई के भनिदिनु भयो त भने ठिक आजको 7 दिनभित्रमा महाप्रलय हुँदैछ। अब तिमीले चाहिँ एउटा डुङ्गामा यो सबै बिउ बिजनदेखि लिएर अब नयाँ सृष्टिको लागि आवश्यक पर्ने सबै जनावरहरू एक एक जोडा हाल, सबै सप्तऋषिहरू हाल, बिउ बिजनहरू हाल, त्यही नाउमा हालेर अनि त्यसपछि मत्स्य अवतारको जुन टाउकोमा चाहिँ एउटा सिङ समेत उत्पत्ति थियो र त्यही सिङमा चाहिँ त्यो डुङ्गालाई चाहिँ त्यो भगवानको शिरमा त्यसरी राखेर भगवानले चाहिँ महाप्रलय पश्चात फेरि पुनः सृष्टि गर्नको लागि चाहिँ यो पावन पुण्य भूमिबाट चाहिँ त्यो कुराको सुरुवात भएको कारणले गर्दाखेरि यो मत्स्य नारायण जुन विष्णु भगवानको 10 अवतार मध्ये चाहिँ मत्स्य, वराह, कूर्म, वामन, नृसिंह, परशुराम, श्रीराम, श्रीकृष्ण, यसरी चाहिँ नि 10 वटा अवतार मध्ये अब कल्की अवतार चाहिँ जुन हुनै बाँकी छ। र अब यो प्रथम अवतारको रूपमा र प्रलय पश्चात सृष्टिको चाहिँ फेरि सुरुवात गर्नु भएको कारणले गर्दाखेरि यो पावन भूमि नै विश्वको सबैभन्दा पहिलो तीर्थस्थल हो भनेर विश्व सम्पदा सूचीमा राख्नको लागि पनि हामीले चाहिँ त्यो पहल गरेका छौँ। र वास्तवमा पुरुषोत्तम मास मेला भर्नको लागि चाहिँ यहाँ आउनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूले आज हामीले चाहिँ यहाँ सबैभन्दा पहिला नुहाई धुवाई गरिसकेपछि विष्णु भगवानको मन्दिर जुन मत्स्य अवतारको मन्दिर छ त्यसलाई परिक्रमा गरेर अनि मालपुवा चाहिँ काँचको थालमा राखेर काँचकै थालले छोपेर अनि घिउसहित तिल र तुलसी पत्र त्यसमा हालेर जसरी हामीले त्यो दान गऱ्यौँ यसरी चाहिँ यो पुरुषोत्तम मासको मेला भरिन्छ भन्ने खालको यो चाहिँ हामीले देखाउन खोजेका हौँ। यसमा अब हामीले मत्स्य अवतार नै भनिएको छ। प्रथम अवतार प्रभु मत्स्य रूप हरणम भनेर भनिएको हुनाले मत्स्य अवतारलाई नै पहिलो रूप भगवानको पहिलो अवतार पनि मानिएको छ। र हामी यस पावन तीर्थस्थलमा अहिले उभिरहेका छौँ। हामी यहाँका स्थानीय बासिन्दा पनि भएको हुनाले हाम्रो अहोभाग्य जस्तो दिव्य भूमिमा जन्म लिन पाएका छौँ। र नेपाल यसै पनि दिव्य भूमि नै हो। त्यसमाथि प्रथम अवतार भगवान नारायण नै यहाँ अवतार हुनुभएको भनिएको छ। हामीले मत्स्य नारायणको व्रत गर्दा विशेष गरी पुरुषोत्तम मासमा व्रत गर्ने विधिहरूमा आफूले गर्नुपर्ने नियमित कर्महरूमा पनि
जस्तो ब्रस लगाएर दाँत नमाज्ने, सकेसम्म दन्त धावन गर्दाखेरि कुनै काष्ठ अथवा दत्योन भनिन्छ त्यसबाट गर्ने। अनि त्यसै गरी बिहान स्नानसँगै हामीले भगवान् सूर्यनारायणलाई अर्घ दिएर व्रतको सुरुवात गर्ने र सम्भव भए महिना दिनभरि नै देशकाल परिस्थिति र आफ्नो अवस्था हेरेर महिनाभरि नै असाध्यै चोखा चिजहरू खाएर एकभुक्ति अथवा पयपान अथवा जलआहार अथवा पयआहार गरेर पनि यसरी पनि बस्न सकिन्छ भने एकभुक्ति एक छाक खाएर पनि बस्न सकिन्छ। र त्यसमा चाहिँ विशेष गरी 2-3 थरी खानेकुरा भन्दा पनि सम्भव भए फलाहार मात्रै गरेर पनि नभए एक छाक बेलुकाको साँझको समयमा खाएर यसरी व्रत बस्ने विधान पनि छ। अर्को विधान भनेको 15 दिन मात्रै पनि व्रत गर्न सकिन्छ र त्यसबाट पनि सकिएन भने 7 दिन, त्यो पनि नसके 5 दिन, त्यो पनि नसके 3 दिन र नसके 1 दिन भए पनि यस पुण्यभूमिमा आएर पाइला टेकेर एकपटक नुहाएर भगवान् मत्स्यरूपको दर्शन गर्नु नै अहोभाग्य भनेर भनिएको छ। र त्यसै गरी अब यस अवधिमा मालपुवा दान गर्नाले, मालपुवामा धेरैवटा छिद्र भएको मालपुवा दान गर्नाले नर्कको बास आफूले गर्न नपर्दा आफ्ना कुनै पितृहरू अथवा आफ्ना दिवंगत कोही हुनुहुन्छ उहाँहरू चाहिँ तर्नु भएको छैन भने त्यो मालपुवा दान गर्नाले तर्नुहुन्छ भन्ने विधान पनि छ। र त्यसै गरी हामीले 33वटा मालपुवा दान गर्ने विधान छ। एउटा 30वटाको छुट्टै दान र 1, 2 र 3 गरेर छुट्टा छुट्टै दान गरिन्छ। हामीले अघि जसरी गर्यौं हजुर, हामीले अघि नै गरेको जस्तै। जस्तो पहिलोमा हामीले आफ्ना दिदीबहिनी बन्धुबान्धव कहाँ गएर खाना खाइन्छ, शयन गरिन्छ, सुतिन्छ, सबै गरेर हामीले उनीहरूलाई बोलाएर पैँचो तिर्न नसकेला त्यो दोष नलागोस् भनेर पहिलो गरिन्छ भने दोस्रो हाम्रो सुतकान्त भनिन्छ। जन्म सुतकान्त र मृत्यु सुतकान्त, 2 सुतकान्त मध्ये कसैका घरमा गएर त्यस दिनमा पानी पियो, खाइयो, सुतियो भने पनि त्यो दोष नलागोस् भनेर दोस्रो गरिन्छ भने हरेक मानिसको अन्तिम इच्छा के हुन्छ त भने भुक्ति र मुक्ति। भुक्ति चाहिँ कस्तो कस्तो भन्दा आयु, आरोग्य, ऐश्वर्य सहित लाभ, कीर्ति, लक्ष्मी, बुद्धि, धन, ऐश्वर्य प्राप्ति कामनार्थम भनिन्छ भने त्यो भोगिसकेपछि निरोगी शरीर र सन्तान सुख सबैभन्दा ठुलो सुख मानेको हुनाले निरोगी शरीर लिएर अन्तिममा फुत्त जान पाइयोस् भनेर गरिने मोक्षको कामना जुन छ अन्तिममा त्यसरी मोक्षको कामनाले गर्ने हुनाले भगवान् पुरुषोत्तमको नाममा चाहिँ हामीले यसरी मालपुवा दान पनि गर्दछौँ। 3वटा दान त्यसरी छुट्याइन्छ। त्यसरी 30वटा चाहिँ 30 दिनको 30 दिनको 30वटा चाहिँ त्यो भयो। हजुर। र अब यो मलमासको बारेमा अब मैले बुझेको कुरा भगवानले यो सृष्टि गरिरहँदाखेरि जुन सौर्य मास र चन्द्र मासको अनुसारले चाहिँ 32 महिना 16 दिनमा चाहिँ यो 29 दिन चाहिँ उब्रिँदो रहेछ, बढी हुँदो रहेछ। त्यो बढी भएको महिना त्यसलाई चाहिँ मल स्वरूप त्यसलाई बढी भएको महिना जसमा चाहिँ अब जुन वराह अवतार लिँदाखेरिको कुरा छ यो त अब हाम्रो मत्स्य अवतारको कुरा भयो। वराह अवतार लिँदाखेरि जसरी चाहिँ हिरण्यकश्यपु भन्ने दैत्यले चाहिँ वेदलाई हरण गरेर अब उसले चाहिँ कस्तो खालको चाहिँ नि त्यो वरदान पाएको थियो भन्दा उसले चाहिँ जलमा पनि नमरौँ, थलमा पनि नमरौँ, कुनै बारमा पनि नमरौँ, कुनै तिथिमा पनि नमरौँ, कुनै हप्तामा पनि नमरौँ, कुनै महिनामा पनि नमरौँ, त्यो चाहिँ त्यस्तो खालको चाहिँ नृसिंह अवतारमा चाहिँ है त्यो। र त्यो त्यस्तो खालको चाहिँ नि उसले वरदान पाएको कारणले चाहिँ भगवानले यो मलमासको चाहिँ सृष्टि गर्नु भएको अथवा यो मलमासमा चाहिँ पारेर त्यो हतियारले पनि नभइकन काखमा राखेर अब आकाशमा पनि भएन, पातालमा पनि भएन, काखमा राखेर हतियारले पनि भएन, नङ्ग्राले चाहिँ अब मानवले पनि भएन, दानवले पनि भएन। तर नृसिंह अवतारको त्यस्तो अवतार लिएर यो यही मलमासमा चाहिँ पारेर वध गर्नु भएको भन्ने पनि त्यो एउटा प्रसङ्ग छ। र यो मलमासको चाहिँ धेरै ठुलो महिमा छ। र यो मलमासमा चाहिँ अब सासू र बुहारीले एउटै मुहानको पानी नखानु, पानी नयाँ दम्पतिले यसमा अलिकति भनिदिनुहोस् न हजुरले। हजुर, हाम्रोमा चाहिँ के छ भने सासू र बुहारीको सम्बन्ध चाहिँ असाध्यै प्रगाढ आमा छोरीको जस्तो हुनुपर्छ भनेर भनिएको हुनाले यो अवस्थामा चाहिँ हाम्रो पहिलेदेखि हाम्रो चलन हो। लौकिक चलनमा के छ त भने सासू र बुहारीले एउटै मूलको पानी नखाइकन बस्नु भनेर भनिएको हुनाले बुहारीलाई माइत पठाउने एउटा चलन छ। अर्को तर्फ चाहिँ के भने नवदम्पति जो छ नवदम्पतिले चाहिँ अलग भएर बस्नुपर्ने, किनभने यति बेला चाहिँ संसर्ग भएर गर्भ रहेको खण्डमा त्यो गर्भ चाहिँ अलि मलिन हुने, मलिन गर्भ भनेको पिएर खेर जान सक्ने अथवा अपाङ्ग भएर जन्मन सक्ने, अन्ध अपाङ्ग भएर केही न केही दोष होला भन्ने डरले हामीले चाहिँ दम्पतिलाई पनि छुट्याउने गर्छौँ। र त्यसै गरी
अब घरमा जुन वस्तुहरू हामीसँग हुन्छ त्यसमध्ये कसैले 30 चिजहरू दान गर्ने पनि चलन छ, त्यो 30 चिजहरू दान गर्ने पनि चलन छ, तर मालपुवालाई विशेष अर्थ राखिन्छ। अब यसमा चाहिँ कस्तो गरी बताइएको छ भने भगवानलाई गएर मलाई चाहिँ मल भने सबैले त्याज्य वस्तु हो, यो त त्याग्नुपर्छ भनिसकेपछि होइन, तिमीलाई चाहिँ ग्रहण गर्ने म छु भनेर भगवानले साथ दिनुभएको हुनाले यसमा चाहिँ राधा स्वामी भगवान, राधा सहितको कृष्ण भगवानको पनि पूजा हुन्छ र पुरुषोत्तम भगवानले साथ लिनुभएको हुनाले यसलाई पुरुषोत्तम मास पनि भनिन्छ। अब अधिक मासको विषयमा चाहिँ के छ भने हामीले हाम्रा नक्षत्रहरू 28वटा हुन्छन्, 27वटा प्लस 1वटा अभिजित नक्षत्र गरेर 28वटा हुन्छ र त्यसै गरी हाम्रो महिलाहरूको रजस्वला पनि 28 हुन्छ र चन्द्रमास र सौर्यमासमा चाहिँ सौर्यमास 30 दिन 31 दिन भए पनि हाम्रोमा चन्द्रमास चाहिँ 28-29 दिनको नै हुन्छ र प्रत्येक वर्ष जुन उब्रिँदै जान्छ त्यो उब्रिँदै गएका महिनाहरूलाई चाहिँ हामीले 32 महिना 16 दिनपछि कहिलेकाहीँ 33 महिनामा पर्न सक्छ, कहिले 34 महिनासम्म पनि पुग्न सक्छ बढीमा अधिक भनेर 5 वर्ष त्यसलाई चाहिँ हामीले निकाल्दै जाने अथवा त्यसलाई घटाउँदै गइएन भने त के हुन्छ। अब अहिले जेठ मास नै छ, अर्को वर्ष त फेरि हाम्रो मङ्सिर चाहिँ अब अहिले यो महिनाले श्रावण भाद्र भए पनि श्रावण महिना पर्छ, महिनाले भाद्र महिना, किनकि सूर्यले भाद्र महिना पर्दाखेरि चन्द्रमाले त फेरि श्रावण पर्छ भने जस्तै अब अहिले ज्येष्ठ महिना, तर ज्येष्ठ मासको हामीले चाहिँ अहिले ज्येष्ठ मासको 15 दिन त व्यतीत गरिसकेका छौँ, किनभने चन्द्रमास अनुसार कृष्ण पक्ष त सकियो, शुक्ल वैशाखमै सकियो हो, यसरी मिसाएको छ। अनि अर्को के हुन्छ भन्दा आधा ज्येष्ठ मास जुन शुक्ल पक्ष छ त्यो फेरि असारमा पुग्यो भने यसरी मिलाइएको हुन्छ। बिचमा जुन जब कुनै महिनामा 2वटा औँसी एउटा महिनाभित्र पर्यो भने त्यसभन्दा अहिलो महिनालाई चाहिँ पुरुषोत्तम मास मानिन्छ भनेर बताइएको छ। यो जुन अब 6 मासको पनि कुरा छ। हजुर 6 मासका कुराहरू पनि छन्। अब 6 मासमा चाहिँ हामीले के गर्छौँ त भन्दा जुनै 6 तिथिहरूमा कुनै कर्महरू नगर्नु भनिएको जस्तै 6 मासमा पनि र यो अधिक मासमा पनि पुण्य कर्महरू जस्तो हामीले गर्नुपर्ने लामो तीर्थयात्राहरू, विवाह, व्रतबन्ध, व्रत उद्यापनका कर्महरू यी पनि नगर्नु भनेर बताइएको छ 6 मास र अधिक मास दुवैमा। र यति बेला चाहिँ के गर्न सकिन्छ भन्दा पुरुषोत्तम मास महात्म्य लगाउने चलन छ हाम्रोमा। अनि त्यसै गरी मत्स्य पुराण पनि सुन्ने चलन छ हो। यी कुराहरूले हामीलाई के सिकाउँछन् भने जीवनमा अनुशासनका कुराहरू सिकाउँछन्। ती अनुशासनका कुराहरू के गर्दा राम्रो के गर्दा नराम्रो भन्ने कुराहरू भएको हुनाले यो अधिक मासमा पनि पुण्य कर्महरू गर्न सकिने यो तपोभूमि पावन भूमि मत्स्य नारायण भनेर बताइएको छ। ल श्रीमन नारायण गुरुदेव, अब आज हामीले अधिक मासको बारेमा धेरै कुरा जानकारी लियौँ र हाम्रा जति पनि देश विदेशबाट आउने हिन्दू धर्मावलम्बी जति पनि भक्तजनहरू, श्रद्धालु भक्तजनहरू यस पावन पुण्य भूमिमा आउनुहुन्छ, उहाँहरूले चाहिँ कसरी ठ्याक्कै मेला भर्ने त भन्ने चाहिँ जुन खालको हामीले चाहिँ आज एउटा देखायौँ र यही अनुरूप नै यहाँहरूले यहाँ आएर मेला भरिदिनु हुनको लागि हामी सहृदय सबैलाई बिन्ती गर्न चाहन्छु। यहाँहरू पनि आउनु होला, पाल्नु होला। यहाँ आएर नुहाउनुलाई मुख्य पनि मानिन्छ। त्यसपछि दर्शन सँगसँगै यहाँ मालपुवा दानलाई विशेष गरी भगवानलाई मालपुवा अर्पण गर्ने, भोग लगाउने भनिन्छ हो। त्यसै गरी मालपुवा दान मैले अघि नै भनिहालेँ, विविध छिद्र भएका धेरै पाल भएका वा छिद्र भएका ती मालपुवाहरू दान गर्नाले मुक्ति यसमा भुक्ति र अनि मुक्तिका कुराहरू जोडिएको छ भनेर बताइएको छ। यो पावन पुण्य भूमिलाई चाहिँ यसको पुरानो नाम चाहिँ नरहरिपुर भनेर भनिएको छ। जस्तो माता तीर्थको सत्यपुर, थानकोटको शोणितपुर, त्यस्तै गरी हाम्रो कीर्तिपुर नजिकै छ, त्यसै गरी ललितपुर, त्यस्तै गरी भक्तपुर, यो पुरै पुरको सहर र यहाँ चाहिँ एउटा पानीको जलको चाहिँ महत्त्व के छ भने यहाँ बर्खामा चाहिँ पानी आउँदैन र हिउँदमा चाहिँ पानी आउने र बर्खामा चाहिँ यो शेष नारायणमा चाहिँ पानी आउने किम्बदन्ती रहेको हुनाले पनि यहाँको जलको महत्त्व र अनि हिउँद लागेपछि भनेको जनै पूर्णिमाको दिन जनै मन्त्रदा लगभग आधा रुद्राभिषेक पाठ भएपछि अनि बल्ल धाराहरूबाट तप तप चुनी पानी चुइँदै हिउँद महिनामा चाहिँ हजुर हिउँद महिनामा अनि बल्ल पानी आउँछ। यहाँको पानीको पनि महत्त्व छ, यहाँको ढुङ्गाको पनि महत्त्व छ। यहाँ नर हरि, नर भनेको मान्छे, मनुष्य नै मान्छे बराबर, हरि बराबर भएको यस पुण्य भूमिमा यहाँहरू आएर यो 1 महिनासम्म लाग्ने मेलामा दर्शन गरेर पुरुषोत्तम भगवानको दर्शन गरेर धर्म कमाउनको लागि चाहिँ सक्नुहुनेछ भन्दै आज हामी बिदा हुन चाहन्छौँ। हस्, धन्यवाद।